हेलो नमस्ते सबैजनामा आज चाहिँ यस मेरो स्केच ड्रमा हजुरहरूलाई सबैलाई वेलकम छ। आज चाहिँ मैले यस स्केच ड्रमा के बनाउँदैछु भनेर तपाईँले देखिसक्नु भएको छ, यहाँनिर भिडियोमा पनि देख्न सक्नुहुन्छ। आज चाहिँ मैले यहाँनिर बाजे र बोजूको स्केच गर्दैछु र यो ड्रम मलाई बनाउन चाहिँ मेरो गुरुबा झलनाथ गुरुङ हुनुहुन्छ, उहाँले मलाई दिनुभएको थियो। कतिपय कुराहरू चाहिँ अलिकति अब बनाउँदै टाइम लाग्ने भएको कारणले गर्दा अलिकति टाइम अलिक बढी पनि भएको छ। अलिकति पहिला नै दिनुभएको तर अलिकति विशेष कामले गर्दा अलिकति ड्युटी यताउतिले गर्दा अलिकति नभ्याएको कारणले गर्दा अलिकति ढिलो भयो। त्यही भएर पोस्ट पनि अलिकति मैले यो काम गर्नुभन्दा पनि अलिकति टाइम चाहिँ अलिक लाग्ने भनेको चाहिँ एडिटिङमै हो। अब एडिटिङ गर्नलाई अलिकति टाइम लाग्छ नै। एडिटिङ गर्दै पनि अब अलिकति काम गर्नुभन्दा स्केच बनाउनुभन्दा अहिले एडिटिङ गर्न अलिकति टाइम लाग्ने भएको कारणले अलिक यो भिडियो चाहिँ अलिकति पछाडि पोस्ट गर्दैछु। अब यस्तो कामहरू भनेको चाहिँ अलिकति अरूभन्दा पनि मोड चलेको हुनुपऱ्यो। मोड चढेको अवस्थामा चाहिँ अलिक गरौँ लाग्छ, अथवा कुनै पनि टाइम फ्री टाइम भएको बेला गर्नु लाग्छ। अलिकति फ्री टाइम पनि नभएको कारणले गर्दा अलिकति बिजी हुँदा पनि बिजीको टाइममा पनि टाइम मिलाएर मैले स्केच चाहिँ गर्दैछु। अब यो स्केच तपाईँहरूलाई कस्तो लाग्छ यसो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। हामीले ड्रइङ गर्दा स्केच गर्दा हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ अलिकति अगाडि आउटलाइन अलिकति हाम्रोले राम्रो बनाइयो भने अलिकति राम्रै हुन्छ। आउटलाइन राम्रो कोरेर हामीले बनाउनु सक्यो भने स्केच पनि राम्रो हुन्छ। जब आउटलाइन हामीले गर्न सकिएन, राम्रो बनाउन सकिएन भने चाहिँ अलिकति स्केचमा फरक आउन सक्छ। अलिकति अब ड्र गर्दा अलिक फरक आउन सक्छ। तर हामीलाई गाह्रो भन्नेको कुरो चाहिँ अब अलिकति आउटलाइन कोर्यो। आउटलाइन कोरिसकेपछि गर्नुपर्ने काम त्यहाँनिर हामीले डिटेलिङ भयो, सेडिङ गर्दा अलिकति ध्यान दिनुपर्ने हुन्छ। कहाँ कस्तो ठाउँमा सेडिङ गर्ने, कसरी गर्ने भन्ने कुरा हुन्छ। अब पहिला हामीलाई ड्रइङ गर्नुभन्दा अगाडि त हामीलाई चाहिने भनेको मेटेरियल। अब मेटेरियल राम्रो भयो, अलिकति कुन कम्पनीको चलाउने र कस्तो चलाउने भन्ने कुरा चाहिँ आफैमा निर्भर पर्छ। अब तपाईँले कस्तो चलाउनुहुन्छ त्यो चाहिँ थाहा भएन। तर मैले युज गर्ने मेटेरियलहरू भनेको चाहिँ यतानिर स्टेपलरको पेन्सिल। हामीले चलाउने लगभग स्टेपलरको पेन्सिल युज गऱ्यौँ भने लगभग हामीलाई यतिको राम्रै गर्न सक्छ। तर पेन्सिल भन्दा पनि हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ डिटेलिङदेखि लिएर कस्तो बनाउने, कसरी बनाउने भन्ने कुरा चाहिँ जान्नु पर्छ नि सुरुमा। अलिकति बनाउँदै जाँदा अलिकति मान्छे एकतिर अब फोटो एकतिर पनि हुनसक्छ, डिटेलिङ नमिल्न पनि सक्छ। त्यो भएको कारणले गर्दा अलिकति ध्यान दिएर काम गर्नुपर्ने छ र मेहनत एकदम धेरै लाग्छ। अब अलिकति टाइम पनि लाग्छ। टाइम दिन पनि सक्नु पऱ्यो र अभ्यास पनि गर्न सक्नु पऱ्यो। अभ्यास जति हामीले अभ्यास गऱ्यो भने राम्रो हुन्छ। अभ्यास गरेन भने सकिँदैन। अलिकति अब त्यो कुरामा चाहिँ अलिकति हुन्छ। कतिपय कुरोहरू चाहिँ अभ्यास गर्दा पनि नहुन सक्छ, ज्ञान नहुन सक्छ, ड्र सम्बन्धी ज्ञान नहुन सक्छ। ड्र सम्बन्धी ज्ञान नभएर गर्दा पनि काम राम्रो नहुन सक्छ। त्यही भएको कारणले गर्दा अलिकति त्यो कुरामा चाहिँ फोकस गर्नुपर्ने हुन्छ हामीले। र अलिकति हामीले स्केच अथवा ड्रहरू गर्नु परेको अवस्थामा चाहिँ हामीले अलिकति टाइम दिनु पनि पर्यो। टाइम अलिकति कुन टाइम हुन्छ आफूले अब मन लागेको अवस्थामा बनाउनु सक्यो, मन नलाग्दा बनाउनु मन लागेन छोडिन्छ। त्यही भएको कारणले गर्दा हामीले अलिकति सामान्य कामहरू पनि अलिकति ध्यान दिनु पर्यो। अब एक दिन बनाउने अर्को दिन छोड्ने भयो भने चाहिँ अलिकति काम हुँदैन। तर यही काममा लागेपछि निरन्तर तर बिस्तारी ढिलो चाँडो हुन्छ, तर बिस्तारी चाहिँ हामीले गर्न सिक्नुपर्छ। र तपाईँहरूलाई चाहिँ कतिको मन लाग्छ ड्रइङ गर्न अथवा स्केच गर्न तपाईँलाई कतिको राम्रो लाग्छ, मनपर्छ, कतिको के तपाईँहरूलाई यसो छ भने कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला मलाई मनपर्छ भनेर। र अब ड्रइङ गरिसकेपछि अलिकति अब भिडियो बनाउनको लागि युट्युबमा लाउनु अथवा कुनै पनि टिकटकमा काटेर लाउनको लागि चाहिँ अब हामीले एडिटिङ गर्नै पर्ने हुन्छ। अब तर मलाई चाहिँ एडिटिङ अलिक टाइम अलिक नमिलेको कारणले गर्दा होला, अब अलिकति बानी नभएको कारणले गर्दा पनि होला एडिटिङ गर्दा अलिकति अप्ठ्यारो, अलिकति टाइम लाग्ने
त्यो भएको कारणले गर्दा पनि कोही बेला भिडियो अलिक पछाडि पनि आउन सक्छ। अगाडि बनाएको भिडियो एडिटिङ गर्ने टाइम हुँदा अलिकति पछाडि पनि बनाउनु बाध्य पनि हुन्छ। त्यही भएको कारणले गर्दा कतिपय कामहरू गर्दा गर्दै ढिलो हुनसक्छ, के हुनसक्छ है। अब त्यही कुरालाई चाहिँ हामीले निरन्तर गर्न सक्यो भने झनै राम्रो हुन्छ। तर निरन्तर गर्नु सकेन भने पनि हामीले टाइममा टाइम छुट्याएर गर्न सकिन्छ। अब हामीलाई भर्खर नयाँ बिगिनरहरू हुनुहुन्छ भने नयाँ काम सिक्नलाई गर्दै हुनुहुन्छ भने त्यो कुरामा चाहिँ तपाईँलाई चाहिँ काम दिन्छ। त्यसको लागि म भिडियो बनाउँला, आफूलाई चाहिने मेटेरियल के हो, कस्तो के चाहिन्छ, यसको काम के हो भनेर तपाईँलाई म देखाउँछु। कुनै टाइम अर्को भिडियोमा देखाउँछु। त्यो भिडियो हेर्नको लागि मैले युट्युब च्यानलमा पनि म तपाईँहरूलाई भिडियो बनाएर पोस्ट गरेको हुन्छु। युट्युब च्यानलमा पनि गएर हेर्नु होला। मेरो युट्युब च्यानल चाहिँ शिखर आर्ट भनेर छ। तपाईँले सर्च गर्नुभयो भने भेटिहाल्नुहुन्छ। सर्च बारमा गएर मेरो युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनु र बेल आइकन पनि दबाउनु होला। र स्केच बनाउँदा अलिकति गाह्रो पर्ने अथवा गाह्रो अप्ठ्यारो चाहिँ मलाई चाहिँ यहाँनिर स्केच बनाउँदा डिटेलिङमा पनि अनि अथवा कुनै पनि आँखा अथवा नाक बनाउनु अलिक अप्ठ्यारो लाग्छ। तर त्यो कुराहरू चाहिँ अलिक अभ्यास गर्नै पर्ने हुन्छ हामीले। र कसरी बनाउने, नाक कस्तो बनाउँदा चाहिँ कस्तो हुन्छ, नाकलाई बनाउँदा कुन तरिकाले बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ अलिकति आफूले पनि मजाले उसको डिटेलिङ हेर्नु पऱ्यो। फोटोमा कस्तो छ, ऊ कस्तो तरिकाले छ, मुखमा कस्तो छ, हाँस्दा अथवा नाक कस्तो छ, कुन तरिकाको छ फोटो भन्ने कुरो चाहिँ अलिकति हामीले पनि निहालेर हेर्नुपर्ने हुन्छ। त्यही अनुसारले हामीले बनाउन सकिन्छ। र कुन ठाउँमा कुन पेन्सिल कहाँ युज गर्ने भन्ने कुरा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ। हामीले पेन्सिल हामीसँग HB, 2B, 4B, 6B, 10B, 8B हुन्छ। त्यस्तै हामीले धेरै प्रकारको हाम्रोसँग पेन्सिल हुन्छ। त्यही पेन्सिल अनुसारले चाहिँ हामीले पनि बनाउन सक्नुपर्छ। अब कहाँ युज गर्ने, अलिकति डार्क एरिया छ कहाँनिर हामीले डार्क युज गर्ने, अलिकति कम डार्क छ भने हामीले कुन ठाउँमा डार्क युज गर्ने भन्ने कुरा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ। त्यहाँ ध्यान दिइसकेपछि पनि हामीले ब्लेन्डिङ गर्दा कसरी गर्ने, केले चाहिँ हामीलाई ब्लेन्डिङ अलिकति राम्रो तरिकाले हुन्छ ब्लेन्डिङ गर्दा। अब हामीलाई म चाहिँ कतिपय कुराहरू चाहिँ युज गर्दा ब्लेन्डिङको लागि यहाँनिर टिस्यु पेपर युज गर्छु। कतिपय आर्टिस्टहरूले ब्रस युज गर्नुहुन्छ, ब्रस पनि युज चाहिँ गर्छु म। तर कतिपय मान्छेलाई कुन तरिकाले चाहिँ कहाँ कति पेपर स्टफ हुन्छ, पेपर या त्यसले पनि हामीले ब्लेन्डिङ गर्न सकिन्छ। ब्लेन्डिङ गर्दा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ। मैले पनि ब्रसहरू चाहिँ सामान्य ब्रसहरू युज गर्छु। ब्रसहरू चाहिँ अलिकति ब्रस पनि हेरेर हुन्छ। जस्तै हामीले ब्रस युज गर्दा कुन ब्रस युज गर्ने भन्ने कुरा हुन्छ। अब हामीले ब्रस युज गर्दा माथि म चाहिँ अलिकति युज गर्ने मेकअप ब्रस हो। मेकअप ब्रसले अलिकति हामीले ब्लेन्डिङ गर्नलाई सहज हुन्छ, अलिकति राम्रो हुन्छ। र मैले यो युज गर्दै गरेको इरेजर हो। इरेजर कुन तरिकाले इरेजर युज गर्ने, अब सामान्यतया हामीलाई यसो बजारतिर पाउने इरेजर भनेको फरक हुन्छ। इरेजर पनि धेरै तरिकाको हुन्छ। म भोलि त्यसको लागि भिडियो बनाउने छु फल्लै। तर यो इरेजर पनि कहाँ युज गर्ने, कसरी युज गर्ने, अब धेरै जस्तो हामी हाइलाइट गर्नको लागि यो इरेजर युज गर्छु म चाहिँ। लगभग आर्टिस्टहरूले यस्तो इरेजरहरू अलिकति हाइलाइटरको लागि नै युज गर्ने हुन्छ। त्यो भएको कारणले गर्दा हामीसँग मेटेरियल चाहिँ छ छैन, कस्तो छ, पहिला सुरुमा कतिको कुन सामानले केमा युज हुन्छ भन्ने कुरा चाहिँ अलिकति हामीमा ज्ञान हुनुपर्छ। त्यसको लागि म सामान्य भिडियो म तपाईँहरूलाई भोलि चाहिँ बनाएर भिडियोमा पोस्ट नै गर्ने नै छु। र यति भन्दा स्केच पनि लगभग रेडी नै भएको छ। तपाईँहरू मेरो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने मेरो च्यानल युट्युब च्यानल छ, त्यहाँनिर गएर पनि सर्च गर्न सक्नुहुन्छ। नत्र भए मेरो टिकटक आइडी शिखर तुम्बापो अथवा मेरो शिखर आर्ट छ, त्यहाँनिर बायोमा मेरो युट्युब च्यानलको लिङ्क राखेको छु, त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। तपाईँले सब्सक्राइब गर्नु होला र सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। यति भन्दै यो मेरो स्केच पनि फाइनली रेडी भएको छ।